हेलो गाइस, माई युट्युब च्यानल। हजुरहरू सबै राम्रै हुनुहुन्छ। अन्त आज चाहिँ मैले धेरै दिन भएको थियो ब्लग नगरेको। अन्त म आज चाहिँ हाम्रो घरमा कुखुराको अचार बनाउन आँटेको होइन। अन्त मेरो बहिनीले चाहिँ बनाउँछ, अहिले म नि सघाइदिँदैछु। अन्त तपाईँहरूलाई देखाउँछु कुखुराको मासुको अचार चाहिँ कसरी बनाउँछ। अन्त यहाँ हामी अहिले लसुनहरू केलाएर रेडी गरिरहेको छु। अन्त मसला पनि सबै रेडी भएको छ। अनि तपाईँहरूलाई म अहिले बनाएको देखाउँछु। भन्ने चाहिँ हामी बाबाले अहिले कुखुरा काट्नु हुँदैछ। मैले यहाँ लसुन केलाको किचन नयाँ बनाएको छ नि त। उता चाहिँ हाम्रो अहिले नयाँ किचन बनाउनु हुँदैछ। त्यही भएर चाहिँ भत्काएर हामीले यहाँ बनाइरहेको यहाँ सरेर चाहिँ हामी उयो गर्दैछु। मैले चाहिँ अहिले तपाईँलाई म अचार बनाएको भिडियो देखाउँछु। तपाईँहरू हेरिदिनुहोस् होला। कसलाई मनपर्छ मेरो भिडियोलाई हेरिदिनुहोस्। भने चाहिँ यहाँनिर मासु धोएर केलाउँदैछ विजेताले। अन्त फेरि यहाँ चाहिँ कर्जी मर्जी मतलब आन्द्रा भुँडी भन्छ, यो पनि बनाउँदैछौँ। यो चाहिँ सब्जी खाने हामी अहिले। अन्त यो चाहिँ अचार मासुको आन्द्राभुँडी भनेपछि चाहिँ, तर यहाँ आन्द्रा चाहिँ छैन। अगाडि पखेटाहरू कलेजा जान्थे, खुट्टाहरू मात्रै हो। यो चाहिँ चिकनको खुट्टा हो, ल्याक 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 पिस। मम्मीले चाहिँ मलाई मजाक गर्नु हुँदैछ क्या। मैले चाहिँ यो पोले गरेँ जानिनँ। मैले कहिले कुखुरा बनाएको भए पो जान्थेँ होइन हुनु त। चाहिँ यहाँ चिल्ली खुर्सानी र हर्दी चाहिँ हालेर पास राख्नुपर्छ मुसेर। अन्त यहाँ विजेताले गर्दैछ अहिले चाहिँ फ्राई गर्नुको लागि। यहाँ भइरहेछ फ्राई चाहिँ, फ्राई भइसकेको छ आधा। अन्त हामी अहिले अचार बनाउने। तपाईँहरूलाई हामी अचार बनाएर फिनिसिङ हुन्छ अनि त्यहाँबाट हामी देखाउँछौँ कस्तो हुन्छ। अहिले चाहिँ भने मासुको अचार रेडी भयो गाइस। कसलाई मन पर्यो अचार अहिले भने अचार रेडी भइसक्यो। बयममा हालेको छौँ। यति भयो 2 बयम अचार।